नमस्ते सम्पूर्ण मेरा प्रिय दर्शकहरूमा। हामी आज पूर्व इटहरी धरान चतरा हुँदै उदयपुरको बाटो हुँदै काठमाडौँसम्मको यात्रामा छौँ। यो यात्रामा आज हामी पाँचथर फिदिमबाट हामी 5 जनाले यात्रा गरिरहेका छौँ। हाम्रो पूर्ण अङ्कलले हामीलाई सहजताका साथ ड्राइभ गरेर सकुशल यात्रामा अगाडि बढाइरहनु भएको छ। साथमा यता हाम्रो फिदिमदेखि हामीसँग यात्रामा जोडिनु भएको अनिता म्याम पनि हुनुहुन्छ। म अनिला चेम्जोङ। अहिले देशको यो स्थिति परिस्थिति र यो माहौल हेर्दाखेरि जनताले एक किसिमको नयाँपन नै खोजेको अनुभूति पनि भइरहेको छ। वास्तवमा जनताले देशमा चाहिँ विभिन्न खालका भ्रष्टाचारका कुराहरूले गर्दाखेरि पनि जनतामा एक प्रकारको वितृष्णा जागेको जस्तो पनि देखिरहेको छ। अब हेरौँ अगाडि बढ्दै जाँदाखेरि के कस्तो हुन्छ। देशले सोचे जस्तो, जनताले चाहे जस्तो भयो भने त हामी पनि त्यसमा साथ अवश्य गर्नेछौँ। तर जुन जनता र देशले चाहेको भन्दा विपरीत भयो भने हामी पनि चुप लागेर पक्कै बस्ने छैनौँ। अहिलेको यो परिणामलाई हेर्दाखेरि तपाईँलाई कस्तो अनुभूति हुन्छ? आदरणीय खेमसेलिङलाई म यो थोरै आफ्नो कुरा राख्न लगाएँ। जिज्ञासाको लागि हार्दिक धन्यवाद छ विष्णु भाइलाई। भर्खरै 2 दिन अगाडि प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको छ। त्यही निर्वाचनको क्रममा हामी गाउँ गएर आफ्नो अभिमत जाहेर गरेर फर्किँदैछौँ। यो फर्किने क्रममा विष्णु भाइले सानो प्रश्न गरिहाल्नुभयो। मैले यसको थोरै उत्तर दिने प्रयास गर्दैछु।